भगवान इन्डियादेखि ल्याउनु पर्ने त यति सामानमा के भइरहेको त? यति सामान लाग्नलाई पनि यति गर्न आउँदा एउटा सिओ पनि त सिओ भने त दोकानमै बन्द गर्नु न नेपालमा। नेपालमा पाइँदैन। भारतदेखि त आउँछ नि सब चिज। भन्सारदेखि आउँछ। भन्सारबाट भारतदेखि मेरो कुरा सुन्न, भारतबाट आयो ट्रक उठाएर नेपालमै कम्पनी यसका छ नेपालमा छ। मेरो बाबु कम्पनी छ त्यहाँ नेपालमा। हजुर नबोल्नु। किन नबोल्नु? ड्युटी गर्न आएको ड्युटी गर्न आएको नगरी गर्नु न त। यति सामान के मैले के भोलि उठाएर ल्यान्छु ट्रक उठाएर ल्यान्छु त बिहान गर्न। हजुरले हामीले यति दिन भने अर्कोले केही भन्छ, अर्कोले दिन्छ, हामीले काम गर्न ड्युटी गर्नलाई सहज गराइदिनु। हामीले ड्युटी गर्न बच्चाको खुसीको लागि ल्याएको हो यो। ठिक छ हजुर। अन्त जान दिनु फेरि न त पैसा दिनु फेरि। यति टाढादेखि ल्याएको। मेरो कुरा सुन्नु बहिनी, हजुरलाई यहाँको सबै मान्छेलाई मलाई थाहा छैन पैसै यहाँको दिन बारेमा। लाग्यो म 30 सालपछि आएको यहाँ फर्स्ट टाइम आइरहेको छु म यहाँ। बेन गरेर दिल्ली हामीले बिहान के बिहान गरेर त यहाँ पनि गर्नु न त बिहान। यो त बाबुले एकछिनमै खाइदिन्छ दुई चार घन्टा धेरै भयो भन्ने पनि ल्याउनु हेर्नु नि, ल्याउनु, ल्याउनु। मिठाई र बिस्कुट यति ल्याएको छु यहाँ बच्चाको लागि पुरा मोबाइल बचाएर राखेर दिमाग खराब। के पैसा पराएन कि फ्रीमा आउँछ के यहाँ? पुरानो के तँलाई किन जाऊ जाऊ बच्चाको लागि यहाँदेखि किने भयो अलग कुरा हुन्छ त्यहाँ टाढादेखि ल्याएको बच्चाले हजुर नभन्नु। अरू भएको भन्ने पनि यहाँदेखि किन्यो यता त्यही अरू नल्याउने भनेर त लिएर आएको थिइनँ म। ग्यास त छोडेर आएको छु म अरूमा। म हजुरलाई के भन्छु भने नेपाल सरकारबाट के नेपाल 100 सरकार रुपियाँभन्दा बढीको सामान त्यस्तोलाई ब्यान गरेको तपाईँले हजुर सूचना हेर्नु हजुर होला। दोकानमै बिहान गर्नु न। मेरो कुरा सुन्नु न बहिनी, हजुरले न्युज समाचार हेर्नु भएको छ नि? के न्युज समाचार हेरेको खुसी खुसी। कहिले के खाँदा खाने चिजको बन्द गर्ने। पता नि तपाईँहरूले के लगाइराखा दिनु पैसा। हजुरले बुझ्नु भएन, पढे लेखेको मान्छे हो। पढे लेखेको छैन म पढे लेखेको। 100 रुपियाँभन्दा बढीको सामानको भन्सार भने यो भन्सारमा पर्दैन बहिनी, यो भन्सारमा पर्दैन त। हजुरले बुझ्नु न, यत्रो पढे लेखेको मान्छे किन नबुझ्नु? कहिले बिहान गर्ने फेरि नेपालमा किन खाइराख्नु त बिहान गर्नु? नेपालमा पाइयो क्या, हजुरले पुरै बुझ्नु। अच्छा वहाँ इन्डियाबाट के थिएर हाल्यो नि यहाँ यसमा। केही पनि त्यस्तो छैन छोड्नु के बच्चाको लागि हो भनेर अरूको के लागि सानो भयो बच्चाको लागि ल्याएको सबको यसको खुसीको लागि न्युज ल्याएको। समाचारमा हालिसकेको छ। हालिसक्यो त कहाँ हाल्नु भएको? हजुरले किन हेर्नु? खानेकुरा त हाले होइन। यो नल्याउने चिज हो क्या हजुरले। त्यो खानेकुराको त हाले होइन, देखाउनु न खानेकुराको कहाँ हाल्यो? अब हजुर ठिकै छ। यति भन्दा त छोडिदिनु हेर तपाईँहरू पनि के हो पैसा खाने खोज्नु भएन नि अब। अरू केही काम पैसा खाएर पैसाका कुरा नगरौँ, यदि पैसा खाएको देख्नु भने लैजानु। मर्दैन त क्यों छोडू? ऐसे छोड दूँ कि? पैसाको कुरा नगर्नुलाई है। पैसैको लागि हो यो गरेको। अब चुप लाग्न। किन चुप लागो? छोडिदिनु हुँदैन हुँदैन।